साथीहरू, के तपाईलाई थाहा छ नेपाल कहिले किन उभो लागेन? किनभने यहाँ शिक्षाको मन्दिरमा कलमभन्दा बढी झण्डाको पूजा भयो। यहाँको सरकारी अड्डामा सेवाभन्दा बढी दलको झोला बोक्नेको रजगज चल्यो। दशकौंदेखि हामीले एउटै कुरा सुन्दै आयौं, विद्यार्थी र कर्मचारीलाई राजनीतिले बिगारे। तर कसैले यसलाई बदल्ने हिम्मत भने गरेन। बरु हरेक पार्टीले विद्यालयलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाए र कर्मचारीलाई आफ्नो स्लिपर सेल। तर अब यो व्यतिथिको आयु सकिएको छ। प्रधानमन्त्री बालेन शाहले अब एउटा यस्तो निर्णय लिनुभएको छ, यसले बलुवाटारदेखि गाउँपालिकासम्मका राजनीतिक दलहरूलाई झस्काएको छ। यो निर्णय हो शिक्षालय र कर्मचारी तन्त्रबाट दलगत राजनीतिको पूर्ण निषेध। धेरैले भन्लान् रासपाले संगठन बनाउन नसकेर यस्तो गरेको हो कि, तर सत्य यो होइन। बालेन स्पष्ट भन्नुहुन्छ, चाहने हो भने आजै ठुला संगठन बनाउन सकिन्छ, तर अर्को एउटा संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ न त कर्मचारीको सम्मान जोगिन्छ। विगतको घाउ देखिसकेपछि अब एउटा ओखती बाँकी थियो, अध्यादेश मार्फत दलीय हस्तक्षेपको अन्त्य। अब स्कुल र कलेजमा दलको झण्डा देखिने छैन। अब सरकारी कार्यालयमा कुनै पार्टीको सदस्यता लिएर सरुवा बडुवाको खेल खेल्न पाइने छैन। यो कसैको अधिकार खोज्न ल्याइएको नियम चाहिँ होइन, यो त पेशागत स्वतन्त्रता दिने प्रयास हो। सोच्नुस् त, एउटा कर्मचारीले नेताको चाकरी गर्न छोडेर ढुक्कसँग काम गर्न पायो भने सेवा कति छिटो होला। एउटा विद्यार्थीले ढुङ्गा मोडाएर टायर बाल्न छोडेर किताबमा ध्यान दियो भने देशको भविष्य कस्तो होला। हाम्रो लक्ष्य प्रष्ट छ, विद्यार्थीले राजनीति सिक्नुपर्छ, तर नेताको भिडबाट होइन, गुरुको विचार र सभ्यताबाट। त्यसैगरी कर्मचारीले विधि र कानुन खोज्नुपर्छ, नेताको छहारीबाट होइन। अब नियुक्ति सरुवा बडुवा कुनै आधार कुन पार्टीको मान्छे भन्ने हुनेवाला छैन। अबको आधार मात्र एउटै हुनेछ, दक्षता, क्षमता र योग्यताबाट। यो कुनै पार्टी विरुद्धको व्यक्तिगत लडाईँ भने होइन, यो त यो देश ढल्न लागेको प्रणाली बचाउने अन्तिम प्रयास हो। यो भविष्य बचाउने अभियान हो, देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने ऐतिहासिक कदम हो। प्रधानमन्त्री बालेन शाहको सन्देश प्रष्ट छ, परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईहरूकै जनचाहना बमोजिम सरकारमा आएका हौं। हामी जे गर्छौं आम नेपालीको हितमा गर्छौं। अब पालो तपाईको। के तपाईले आफ्नो सन्तानको स्कुल र आफ्नो काम गर्ने सरकारी कार्यालयलाई यो दलगत संस्करणबाट मुक्त भएको हेर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो साहसिक निर्णयमा साथ दिनुहोस्, किनकि यो देश हामी सबैको हो, आफ्नो कुनै दलको पेवा होइन। कस्तो लाग्यो यो बालेनको भनाइ? आफ्नो विचार तल कमेन्ट बक्समा चाहिँ लेख्न नबिर्सनुहोला र हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। धन्यवाद। जय नेपाल।